दर्शकबिन नमस्कार, तपाईहरुलाई स्वागत छ रमाइलो छ कार्यक्रममा। आज भने हामीले कार्यक्रममा यस्तो पाहुना बोलाएका छौं कि नेपालको राजनीतिको नेताहरू, नेपाल सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र माननीय हर्क साम्पाङज्यूलाई। तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ कार्यक्रम कमेन्ट गर्नु होला है त। अब भने हामीले पाहुनालाई स्वागत छ। ल माननीय हर्क साम्पाङज्यू र अर्थमन्त्रीज्यूलाई स्वागत छ यस कार्यक्रममा। धन्यवाद हजुर, धन्यवाद। अर्थमन्त्रीज्यू, तपाईलाई म केही कुरा सोध्छु है। तपाईँ चाहिँ टक्क सदनमा जाँदाखेरि, संसदमा जाँदा त सर्ट र टाई लाउनुहुन्थ्यो, आज भने तपाईँ कार्यक्रममा आउँदा किन भेस्ट र टाई लाउनु भयो? भन्नुहोस् त, जनता जान्न चाहन्छन्। Santosh ji, it was so hot that you came to the program wearing on a vest with a tie. अनि तपाईँले त अर्को आरोप लाउने गरेको छ नि, यो अर्थमन्त्री मयुम भन्छ, नेपाली नेपाली बोलिरहेको बेलामा बिचमा अङ्ग्रेजी थप्छ भन्छन् नि, यो चाहिँ किन हो? यसको बारेमा केही भनिदिनु होला। अब भन्नेहरू त भन्छन् यस्तै हो। अब नेपाल सरकारको यो ट्याक्सको यो उसले गर्दाखेरि म अब यो गर्मीले गर्दा तपाईँको कार्यक्रममा पनि टाई र यो मैले सर्ट पनि नलाई आएँ कि म यस्तो। अब यो नेपाल सरकारको यो ट्याक्स, यो बालन प्रधानमन्त्रीज्यूले गरी यताबाट ट्याक्स गरी यताबाट यता ल्याएर त्यसको तनावले गर्दा म यहाँ अब हिँड्न पनि राम्रोसित हिँडेको छैन। मैले रात दिन काम गरेको छु सन्तोषजी। अब जनताहरूको लागि, जनताको सरकार हो, यो नागरिकको सरकार हो, मैले काम चाहिँ राम्रोसँग गरेको छु। अब जनताले बुझ्नु पर्छ। अर्थमन्त्रीज्यू, तपाईँलाई म केही कुरा सोध्छु। यो नेपाल सरकारले ट्याक्समा चाहिँ एकछिनै सन्तोषजी, भन्नुहोस् न। मलाई चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूले तपाईँको यो रमाइलो छ कार्यक्रमबाट केही भनिदिनु भन्नुभएको, त्यो कुरा सेयर गर्नु भन्नुभएको थियो, म भन्छु है त। त्यस्ता नाथे कुरा प्रधानमन्त्री बिनाको सरकार भन्नु पर्यो नि त। प्रधानमन्त्रीको कुरा तपाईँले भनेर हुन्छ अर्थमन्त्रीज्यू? त्यस्ता नाथे हर्कजी, तपाईँ खालि विरोध नगर्नु त। यो सदन होइन कि, यो रमाइलो छ, यो सन्तोषजीको कार्यक्रममा छौँ हामी। प्रधानमन्त्रीको कुरा त प्रधानमन्त्रीले भन्नु पर्यो नि। प्रधानमन्त्री सदनमा पनि नआउने, संसदमा पनि नआउने, प्रधानमन्त्रीको कुरा घरि कानुन मन्त्रीले भन्ने, घरि अर्थमन्त्रीले भन्ने, प्रधानमन्त्रीकै कार्यालयमा सुतेर बस्नुहुन्छ। प्रधानमन्त्रीको कुरा प्रधानमन्त्रीले भन्नुपर्छ। यसमा मेरो विरोध छ। हर्कजी, तपाईँ खालि विरोध गर्नुहुन्छ। सम्माननीय प्रधानमन्त्रीज्यूले भ्याउनु भएन त, उहाँ कार्यालयमा काम गरिरहनु भएको छ त। उहाँले नभ्याएको कुरा मैले सेयर गरिदिन्छु। म नेपाल सरकारको अर्थमन्त्री हो। मैले उहाँले भ्याउनु भएन, मैले भनिदिन्छु त। के भयो त? उहाँले जे भन्नुहुन्छ त्यही भन्छु। मलाई तपाईँले के गर्नुहुन्छ? उहाँले जे भन्नुहुन्छ, जे गर भन्नुहुन्छ, म त्यही गर्छु। प्रधानमन्त्रीले जे भन्नु त्यही मान्नुहुन्छ तपाईँ? उहाँले जे भन्नुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यूले, मैले त्यही भनिदिन्छु। अब उहाँले जे भन्नुहुन्छ म त्यही भन्छु। अब उहाँले भ्याउनु भयो त। प्रधानमन्त्रीले जे भन्नु त्यही मान्ने। त्यसो भए प्रधानमन्त्रीले छोराछोरी पाउन नभ्याउनु होला, तपाईँले भन्नु होला। त्यसो भए तपाईँले पाइदिनुहुन्छ प्रधानमन्त्रीको छोराछोरी, तपाईँले पाइदिनुहुन्छ। त्यो त हुँदैन नि। गुइठीसँग बसेर अन्तर्वार्ता दिनु छैन सन्तोषजी। म गएँ यस्तो यहाँ, म नेपाल सरकारकै म काममा बिजी छु। यस्ता गुइठीसँग बोलाएर तपाईँ अन्तर्वार्ता दिनु भन्नुहुन्छ। म दिन्न अन्तर्वार्ता सन्तर्वार्ता, म गएँ। अर्थमन्त्रीजी बस्नुहोस् न, बस्नुहोस्। कार्यक्रम छ कि चलिरहेको छ, जनताहरूले हेरिरहेका छन् कार्यक्रम, बस्नुहोस् न। सन्तोषजी छोडिदिनुहोस् त्यस्ता नाथे अर्थमन्त्रीलाई, हामी कुरा गरौँ। अनि एउटा हुन्छ नि अर्थमन्त्री मान्यज्यू, अस्ति हजुरले संसदमा भनेका केही कुराहरू जनताले जान्न चाहन्छन्। हजुरले अस्ति संसदमा भन्दै हुनुहुन्थ्यो, देखाउने खसी खुवाउने फर्सी त्यही पनि पर्सी। यसको मतलब के हो? जनताले जान्न चाहन्छ। कुशलजी यता सुन्नुहोस्। देखाउने खसी खुवाउने फर्सी त्यही पनि पर्सी भन्या जसो भयो। यो भनेको देखाउने, जसले कुनैले देखाउँछ नि, ठुलो देखायो खुवाउनको लागि खसी। अब यो खसी खान भइएन, खानिएन खसी, अब फर्सी खाने भनेर फर्सीमा गयो। त्यो फर्सी खुवाउन पनि त्यसले पर्सी कुरो के। यो भनेको त के भयो भन्दा यो काम गर्ने भन्दा लास्टमा काम गर्नै नदिने, यही भयो कुशल। यो हजुरले उदाहरण चाहिँ कसको दिँदै हुनुहुन्छ? यो उदाहरण पुराना सरकारको, यी संसदमा यी भेडा, यो गाउँमा बाँदर नियन्त्रण छ नि कुशलजी। यो के छ भन्दा गाउँमा बाँदर नियन्त्रण भन्दा पहिला यी संसदका बाँदरलाई उस गर्नुपर्छ, हामीले नियन्त्रण गर्नुपर्छ। त्यसपछि बल्ल हामीले गाउँको बाँदर नियन्त्रण गर्न सकिन्छ। घरि कुर्सी फालेको छ, त्यही बारले जे गर्यो त्यही गरेको छ। त्यही भएर मैले भनेको हो, देखाउने खसी खुवाउने फर्सी त्यही पनि पर्सी। अनि अस्ति हजुरले भन्दै हुनुहुन्थ्यो कि मास्टरहरूलाई नि भाटा कसेर टुप्पी उखालेर हान्न पर्छ भनेर।
यो चाहिँ कुशलजी के गर्दा भनेको भन्दै यो विद्यार्थीलाई बिना काममा कुट्ने मास्टर हुन्छ नि विद्यार्थीलाई बिना काममा कुट्ने मास्टरलाई कानमा समाएर मास्टरको त्यो भाटाले खुट्टामा हान्नुपर्छ भनेको हो मैले त्यो चाहिँ चाहिने कुरामा हो फेरि मास्टर भनेको गुरु हो हाम्रो मास्टरलाई फेरि त्यस्तो गर्नु हुँदैन कुशलजी हजुर हजुर हर्का साम्पाङजी त बालेनलाई फालेर प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ त के हो गुरु तपाईँ नहसाउनुहोस् न कोही 3 सीट 5 सीट जित्दैमा प्रधानमन्त्री हुन्छ प्रधानमन्त्री हुन त 5 सीटले त अहिले गाडी माइक्रो रोकेको माइक्रो तपाईँ भन्नुहोस् त पत्रकारज्यू कोही जान पर्यो तपाईँ जस्तै काठमाडौँ जान पर्यो होइन रोकेको माइक्रोमा पनि 3 जना 5 जना भएपछि चल्छ त चल्दैन नि फिल्म हल पनि कति 3 जना मान्छे भएपछि चल्छ चल्दैन नि 3 सीट जित्या म प्रधानमन्त्री भनेको छ यो हुँदैन प्रधानमन्त्री हुनलाई त हाम्रो जस्तो बहुमत चाहियो नि हाम्रो जस्तो बहुमत मान्यज्यू अनि यो एमालेतिर पनि मैहुँ बाघ मैहुँ सिंह भन्दै के हो कसो हो गुरु तपाईँ नहसाउनुहोस् न एमालेको एउटाले मयुम बाघ भनेको छ एमालेको अर्कोले म सिंह भनेको छु मेरा भा एउटाले मयुम बाघ एउटाले मयुम सिंह भने पनि त्यो त जनावरै हो नि पशु नै हो नि यी एमालेका मान्छे जति त्यही हिँड्ने काम यी पुरै नगर्नुहोस् यी पुरै बाघ यिनीहरूले देश लुटेर 35 वर्षसम्म देशलाई कङ्गाल बनाएर हामी नयाँ मान्छे आएका छौँ हामी नयाँ युवा आएका छौँ केही देशमा जाँगर जोस लिएर हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू हेर्नु त कार्यालयमा कति व्यस्त हुनुहुन्छ गृहमन्त्री त्यस्तै हुनुहुन्छ अर्थमन्त्री त्यस्तै हुनुहुन्छ एउटाले सिंह बाघ यो केही पनि होइन पत्रकार एउटा म जान्छु अहिले छाड्नुहोस् म एकछिन बिजी छु ल हाम्रो